Hello guys, welcome back to my YouTube channel. Thank you so much. दसैँको vlogहरु पनि हेर्दै हुनुहुन्छ. बर्थडे vlog आयो. Now it's finally तिहार. Happy तिहार सबैजनालाई. Happy Diwali. Happy Deepavali सबै हैन. And yeah, तिहारको सबैजनामा मङ्गलमय शुभकामना. राम्रोसँग सेफली मनाउनु होला तिहार. र दिवालीमा सबैजनाले पटाकाहरु, बमहरु राम्रोसँग सेफली इन्जोय गर्नु होला. एन्ड या अब चाहिँ हामीहरूले चाहिँ रोटीहरू बनाउँदैछौँ. रोटीहरू बनाएको, लाइटिङहरू, घर डेकोरेसन गरेको सानो क्लिपहरू छ, त्यो पनि इन्जोय गर्दै गर्नु होला. ल गाइस, हाम्रो फेरि रोटी पाक्दैछ. यहाँ मम्मीले बेल्दै हुनुहुन्छ, म यहाँ तल्ने काम गर्दैछु. यो फर्स्ट लट चाहिँ त्यति राम्रो भएको छैन, रातो रातो भन्छ, तर मलाई यस्तै मनपर्छ. अरू यहाँ बेल्ने कार्यक्रम हुँदैछ, पाक्दैछ. ल गाइज, हाम्रो फिनी चाहिँ भइसकेको छ. मलाई चाहिँ अलिक रातो रातो टाइपको मनपर्छ, त्यही भएर चाहिँ मैले रातो फिनी बनाउँदैछु. हल्का हल्का ब्राउन ब्राउन टाइपको हुन्छ नि, हो त्यस्तो चाहिँ मलाई मनपर्छ, त्यही भएर चाहिँ त्यस्तै बनाउँदैछु. लास्टको 2-3वटा अर्को सबै त्यस्तै बनेको छ. यो लास्टको रोटी हो. यो चाहिँ पुरा रेड कलरको बनाउने हो. सो गाइज, रोटी चाहिँ मेरो यस्तो बन्यो. खस्यो. म त यस्तै हाल्ने हो, मलाई यस्तै मनपर्छ. I love this. ल कसलाई मनपर्छ गाइस, कमेन्ट डाउन बिलो. यस्तो सबैलाई मनपर्छ हैन, मलाई पनि थाहा छ. यतिको ब्राउन चाहिँ हैन, सेतो भन्दा पनि यस्तो टेस्टी, ट्रस्ट मी, यस्तो मिठो टेस्ट आउँछ हैन. र कसलाई मनपर्छ त्यो पनि कमेन्ट गर्नु होला. यो पनि मैले त्यस्तै बनाउने हो, हल्का हल्का. हो किन गाइस, कस्तो मिठो हुन्छ नि. ल अलमोस्ट डन भइसकेको छ, यति नै हो. यो चाहिँ एक झौवा भएको छ, यहाँ चाहिँ अलिअलि छ. एन्ड द्याट्स इट. अरू रोटीहरू चाहिँ बनाउन बाँकी नै छ, सेल रोटीहरू. ल गाइज, मैले चाहिँ यहाँ बत्तीहरू लगाउँदैछु, तारहरू 3टा चाहिँ जोडिसकेँ. अनि यो चाहिँ भयो. अब चाहिँ अरू यहाँ लाउन बाँकी नै छ. यो सबै लाउन बाँकी छ अझै. यहाँ यो तारहरूमा वाउ, सनसेट यस्तो राम्रो देखेछ. सबै लगाइसके बत्ती हामीहरूको यहाँ लाग्दैछ, मैले लगाउँदैछु. ल गाइस, फाइनली चाहिँ बत्ती लगाएर भ्याएँ मैले. वाउ, राम्रो देखिरहेछ. ल गाइस, आज चाहिँ हामीले पापड बनाउँदैछौँ. अर्ग्यानिक पापड एट होम. कसरी बन्छ हेरौँ ल. यो चाहिँ पात हो, यही पातमा बनाउने हो हामीले. अनि यसको ब्याटरहरू चाहिँ रेडी भइसकेको छ. अलिक कलरफुल बनाउनको लागि हल्का हल्का फुड कलर हाल्दा पनि हुन्छ. मैले चाहिँ बेसार हाल्छु होला एउटामा. एउटा चाहिँ व्हाइट कलरको बनाउँछु, एउटा चाहिँ मसँग एउटा फुड कलर छ ओरेन्ज कलरको, त्यस्तो बनाउँछु. हेरौँ ल. यो चाहिँ कुकुर तिहार र लक्ष्मी पूजाको दिनको हो. बिहान चाहिँ कुकुर तिहार हामीले सेलिब्रेट गऱ्यौँ. उसको नाम चाहिँ लियो हो. ऊ चाहिँ एकदम एक्साइटेड भइरहेको थियो. के भइरहेछ भनेर ड्याडले चाहिँ उसलाई टिका लगाइदिनु भयो, पानी पनि खान दिनुभएको थियो र फटाफट उसलाई माला लगाइदिनु भयो. बिकज हि वाज भेरी एक्साइटेड टु ह्याभ हिज ट्रिट. उसको ट्रिट चाहिँ आइसकेको थियो, उसले देखिरहेको थियो परैबाट. त्यसपछि चाहिँ उसले चाहिँ आफ्नो ट्रिटहरू इन्जोय गर्यो. देन मैले यहाँ रङ्गोली बनाउँदैछु. रङ्गोली बनाउने प्रिपरेसन चलिरहेको छ यहाँ. अब चाहिँ यहाँ मैले रङ्गोली बनाउँछु. एन्ड डेकोरेसनहरू चाहिँ घरको यस्तो छ. मैले सानो क्लिपहरू पनि हालेको छु.
यसपालि तिहारमा चाहिँ फुलहरू नफुलेर फुलको चाहिँ धेरै अभाव छ हाम्रो घरमा। यहाँ पनि अलिअलि फुलेको छ। राइट गाइज, मैले रङ्गोली चाहिँ तल बनाइसकेको छु। त्यति राम्रो बनेको छैन, टाइम नभएर हतार हतारमा अब जस्तो पनि बनाएँ। अहिले चाहिँ यहाँ पूजाको तयारी गर्दैछु। सबै यहाँ कलश बनाउँदैछु अनि यो सबै अब यहाँ भगवानको मूर्तिहरू मैले राखिसकेको छु रातो कपडामा। अनि यहाँ चाहिँ माला बनाएर अब चाहिँ अगाडि लगाउँछु। सबै सिसाले दर्शन मिलाउँदै पनि छु। किप वाचिङ। अलराइट गाइज, पूजाको तयारी इज डन। अब म जान्छु रेडी हुनलाई। यहाँ दियोहरू पनि टक्क लगाएर सजाइसकेको छु। अनि यहाँ पनि सानो सानो मैले स्वस्तिक गराएर रङ्गोली बनाएको छु। एन्ड अलरेडी राति भइसकेको छ। सबैको घरमा यस्तो राम्रो देखेको छ। ल म रेडी भएर आउँछु। यहाँ पनि मैले लगाएँ एन्ड यस्तो देखिरहेको छ। यहाँ हाम्रो यो चाहिँ मन्दिर भइहाल्यो। एन्ड यो चाहिँ हाम्रो घर अगाडिको भ्यू चाहिँ मैले अहिले देखाउँछु। एन्ड अब चाहिँ म रेडी हुन जान्छु। इट्स अलरेडी गेटिङ लेट। 7 बजेर टाइम भएको छ सायद पूजा गर्ने। अब म रेडी भएर आउँछु ल। ओके गाइज, म चाहिँ रेडी भइसकेँ एन्ड पूजा गर्ने पनि टाइम ठ्याक्क भएको छ। 7 बजेर 6 मिनट भइसकेको छ र हाम्रो पूजा सुरु हुन लागेको छ। डेरी लिएर भाइले गर्दै छन् पूजा। पूजा भइसक्यो। मेरो हात यस्तो छ ल। यहाँ चाहिँ टक्क लाएर लक्ष्मीको आगमन होस् भनेर म पनि लक्ष्मी जस्तो भएर बस्छु। यहाँ चाहिँ टिका टालो भइरहेछ। स्वस्तिका ब्लगर पनि आउनु भएको छ। यहाँ मम्मीले टिका लाउँदै हुनुहुन्छ। यहाँ मेरो पुन्टु छोलो आछिन, मेरो पुन्टु छोलो आछिन। यता आला, यता आला। यो सक छ यो। मेरो रङ्गोली चाहिँ यस्तो भएछ यसपालि। हतार हतारको रङ्गोली यस्तै भयो गाइज।
होइन यहाँ एमा डराउनुहुन्छ दाइ ए फुस भइगयो क्या हुन्छ हैन यसले धोका दिन सक्छ यसले गइगयो हटेगा कि नहीं पहले शर्माएगा फिर कहेगा मैं फटूं कि नहीं हुन त हुन्छ जस्तो लागिरहेको फटेगा कि नहीं यो त पट्किन बिग्रेको त बुङ्गो हुन्छ के भन्नुपर्छ यो घरमा लक्ष्मीको यस्तै हो हाम्रो घरको भैलो ल बाई बाई अलराइट गाइज भिडियो चाहिँ यति नै भयो तिहारको छोटो मिठो र अब नेक्स्ट ब्लग चाहिँ मैले भाइटिकाको बनाउँछु एन्ड या थ्याङ्क यू फर वाचिङ लभ यु अल बाई